नमस्ते। म चाहिँ चितवनबाट बिहान करिब लगभग 3 बजे बिहानको 3 बजे चितवनबाट बुटवलतर्फ हिँडेको थिएँ। अहिले यो दाउन्नेको उकालोको बिच भागमा छौँ हामी। यतिखेर गाडी निकै लामो जाम परेको अवस्था छ। अहिले लगभग 12 घन्टा भइसक्दा पनि जाम खुल्ने अवस्था देखिँदैन र म चढेको गाडी लगभग 100 मिटर पनि अगाडि बढ्न नसकिरहेको अवस्था छ। यतिखेर लगभग 12 घन्टासम्म पनि यहाँको सरकार तथा स्थानीय निकायहरू र पुलिस प्रशासनहरूले खासै चासो नदेखाएको कारणले गर्दा आज हजारौँ यात्रुहरूले शास्ति भोगिराख्नु परेको अवस्था हो। म यहाँको स्थानीय सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु कि भोलिका दिनहरूमा यस्ता समस्याहरू नदोहोरिउन्। जुन आज हामीले भोग्न परेको समस्या छ, खानाको समस्याहरू, बस्नको समस्याहरू, टोयलेट बाथरुमको समस्याहरू, विभिन्न निकै समस्याहरू यहाँको यात्रुहरूले भोग्दै आइरहेको छन्। आशा गरौँ अब यो गाडी चल्ने अवस्था नभइसकेपछि मलाई लाग्छ अब हामी हिँडेर नै बुटवलतर्फ हिँडेर नै लाग्नुपर्ने अवस्था देखिरहेको छु। सम्पूर्ण यात्री महानुभावहरूमा अनुरोध गर्दछु कि अहिले यो पानी परिरहेको अवस्थामा गाडी जाम भइरहेको छ। यसले गर्दा आफ्नो घर छोडेर यताउता नहिँडिदिनु होला, आफ्नो सुरक्षा अपनाउनु होला भन्दै बिदा हुन्छ। हस्त, धन्यवाद।